गुड मर्निङ, थ्याङ्क यू, सिट डाउन। तिमीहरूले लेखाचित्र त थाहा छ नि है, ग्राफ देखा छ हामीले, तिमीहरूले अघिल्लो कक्षामा पनि पढिसकेका छ नि ग्राफको बारेमा। त्यसैले आज हामी चाहिँ निर्देशाङ्क भन्ने पाठ चाहिँ पढ्दैछौँ। निर्देशाङ्कमा चाहिँ के गर्छौँ हामी भन्दा लेखाचित्रमा चाहिँ कुनै बिन्दुहरूको चाहिँ पहिचान र प्रतिस्थापन गर्छौँ भनेको। अब यसमा चाहिँ पुरै लेखाचित्रको काम आउँछ भनेको लेखाचित्रको मोडल छ हामीसँग। यस्तो हुन्छ लेखाचित्र, तिमीहरूले देखेको चाहिँ कपीमा देखाएको थियो हो। कपीमा चाहिँ सानोमा हुन्छ, यहाँ चाहिँ हाम्रो ग्राफको चाहिँ के छ त एउटा मोडल तयार पारेका छौँ। लेखाचित्रमा चाहिँ जहिले पनि के हुन्छ दुईवटा एक्सिसहरू हुने गर्दछ। दुईवटा एक्सिस भनेको पहिलो एक्सिस भनेको एक्स एक्सिस हुन्छ, त्यो चाहिँ तेर्सो गएको रेखालाई चाहिँ हामी के भन्छौँ त एक्स एक्सिस भन्छौँ भने ठाडो गएको रेखालाई चाहिँ के भन्छौँ त वाइ एक्सिस भन्छौँ। र यसरी एक्स एक्सिस र वाइ एक्सिस चाहिँ काटिएको बिन्दुलाई चाहिँ हामी के भन्छौँ त ओरिजिन बिन्दु भन्छौँ। ओरिजिन पोइन्ट उद्गम बिन्दु भन्छौँ। हामीलाई यहाँसम्म थाहा छ है। अब यो तेर्सो लाइनलाई हामीले यहाँ नाम पनि लेख्छौँ, यसलाई हामी एक्स एक्सिस भन्छौँ। त्यसको अपोजिटलाई के भन्छौँ एक्स ड्यास एक्सिस भन्छौँ। र यो ठाडो लाइनको माथितिर यसलाई हामी वाइ एक्सिस भन्छौँ भने यो वाइ एक्सिसको अपोजिट चाहिँ हामी के भन्छौँ त वाइ ड्यास एक्सिस भन्छौँ। हामीलाई एक्स एक्सिस, एक्स ड्यास एक्सिस, वाइ एक्सिस र ओरिजिन बिन्दुको बारेमा चाहिँ थाहा भइसकेपछि अब यिनीहरूको मान चाहिँ के हुन्छ भनेर पनि हामीले थाहा पाउनु पर्दछ। तिमीहरूले मानको बारेमा चाहिँ 6 कक्षामा पढेको हुँदैन र त्यसको चाहिँ अब यहाँ चाहिँ मान सहितको चाहिन्छ भनेको एक्स एक्सिस र वाइ एक्सिसको चाहिँ मान चाहिँ के हुन्छ भन्दा यो चाहिँ प्लस हुन्छ। यो अहिले पछि म फेरि बुझाउँछु। अर्को चाहिँ यहाँ एक्स ड्यास एक्सिस र वाइ एक्सिसको यो बिचको यो कोठाको मान चाहिँ के हुन्छ एक्स एक्सिसपट्टि माइनस र वाइ एक्सिसपट्टि चाहिँ के हुन्छ त प्लस हुन्छ। त्यसै गरी एक्स ड्यास एक्सिस र वाइ ड्यास एक्सिसमा एक्स माइनस र वाइ ड्यास एक्सिस पनि के हुन्छ त माइनस हुन्छ। त्यसै गरी एक्स एक्सिस र वाइ ड्यास एक्सिसको बिचमा एक्स एक्सिस भनेको प्लस र वाइ ड्यास एक्सिस भनेको के हुन्छ माइनस हुन्छ। यसरी हामीले के गर्यौँ चारैवटा कोठाहरूको चाहिँ तिनीहरूको मान चाहिँ कुन कुन हुन्छ भनेर हामीले अब थाहा भयो। अब यसमा हामीले चाहिँ जान्नुपर्ने अर्को कुरा के छ भने अब बिन्दुहरू चाहिँ कसरी प्रतिस्थापन गर्ने। कुनै दुई बिन्दुहरू चाहिँ अब हामीले यो लेखाचित्रमा चाहिँ के गर्नु पर्यो त प्रतिस्थापन गर्नु पर्यो। पहिचान र प्रतिस्थापन चाहिँ गर्नुपर्छ। जस्तो कि एउटा उदाहरणको लागि चाहिँ हामीले यहाँ 4,5 लाई लिन सक्छौँ। यो 4,5 ले चाहिँ के जनाउँछ भनेको हामीले यहाँ पहिला सुरुमा हेर्नु पर्यो यसको साइन चाहिँ के छ भनेको प्लस छ। यो 4 पनि प्लस 5 पनि प्लस भनेको यो चाहिँ जहिले पनि उद्गम बिन्दुबाट जान्छ। उद्गम बिन्दुबाट चाहिँ 4 भन्नाले उद्गम बिन्दुबाट चाहिँ त्यो कति एकाइ उता जान्छ र यो अगाडिको एक्स र पछाडिको चाहिँ वाइ हुन्छ जहिले पनि त्यो चाहिँ उद्गम बिन्दुबाट कति एकाइ चाहिँ वाइतिर जान्छ भन्ने जनाउँछ यो 4,5 ले। हामीले ग्राफमा भर्दा चाहिँ जहिले पनि अङ्क चाहिँ मान्नु पर्दछ। यहाँ चाहिँ हामी के मान्छौँ त भन्दा यो एउटा कोठा बराबर 1 मान्छौँ। बुझिन्छ नि। एउटा कोठा बराबर 1 मानिसकेपछि चाहिँ अब के गर्छौँ त हामीले यो बिन्दु चाहिँ यो ग्राफमा लेखाचित्रमा चाहिँ कहाँ पर्छ भनेर चाहिँ हामीले पहिचान गर्ने र त्यो बिन्दुलाई चाहिँ प्रतिस्थापन भनेको त्यो बिन्दुमा चाहिँ हामीले त्यसलाई चाहिँ कुनै सङ्केतले ABCD ले चाहिँ त्यसलाई लेख्न सक्छौँ। अब यो हेर है त 4,5 लाई चाहिँ यसमा कसरी लेख्न सकिन्छ भनेको यो 4 भनेको अगाडिको के हुन्छ एक्स, पछाडिको के हुन्छ वाइ। यो 4 चाहिँ अब के हो त 4 चाहिँ एक्स छ भन्नाले यो उद्गम बिन्दुबाट 4 एकाइ चाहिँ उता जाने। एकाइ भने हामीले यहाँ के मानेका छौँ एउटा कोठा बराबर चाहिँ 1 मानेका छौँ भनेपछि अब हामी 4 कोठा चाहिँ उता जानु पर्यो भनेको 1 2 3 4 जानु पर्यो। एक्स सक्यो। अब 5 चाहिँ वाइ चाहिँ 5 छ भनेपछि अब 5 एकाइ चाहिँ माथितिर जानु पर्यो। धनात्मक छ भनेपछि यो माथितिर हुन्छ भनेको यही बिन्दुबाट चाहिँ अब माथितिर जानु पर्यो 1 2 3 4 5। एक्स र वाइ चाहिँ यो बिन्दुमा भेट भएको छ भने यहाँ चाहिँ हामीले ए लेख्यौँ। बिन्दुको पहिचान हामीले गऱ्यौँ र त्यसमा चाहिँ सङ्केत लेखेर चाहिँ त्यसको प्रतिस्थापन गऱ्यौँ। यसरी भयो भने बुझिन्छ। अब म चाहिँ एक दुईजनालाई चाहिँ गर्न लाउँछु। हुन्छ 6,-4 यो कसले गर्छ सक्षमले आएर गर त। सक्षमले के गर्नु पर्यो यो 6,-4 बिन्दुको निर्देशाङ्कलाई यहाँ ग्राफ पेपरमा चाहिँ लेखाचित्रमा पहिचान गर्ने र त्यसको प्रतिस्थापन गर्नु पर्यो। सक्षमले गरेको यो 6,-4 मिल्या छ।
चेक गर त त्यहाँबाट चेक गरौँ 6 भनेको 6 चाहिँ एक्सपट्टि 6 एकै जानु पर्यो 0 1 2 3 4 5 6 अब y चाहिँ कति छ त -4 एकाइ भनेको कहाँबाट आउनु पर्यो यही बिन्दुबाट चाहिँ तलतिर झर्नु पर्यो यो 0 भइहाल्छ 1 2 3 4 6, -4 ठिक छ। अब आउँछ होइन त सबैलाई ल तिमी गएर बस। अब हामीले सबैलाई चाहिँ यसरी बिन्दुको चाहिँ पहिचान गर्न र प्रतिस्थापन गर्न चाहिँ आउँछ भने अब हामी चाहिँ यसलाई चाहिँ अझ थप चाहिँ जान्ने हुनको लागि चाहिँ हामी खेल विधिबाट चाहिँ के गर्छौँ त सिक्छौँ। त्यसको लागि हामी के गर्छौँ अब चौरमा जान्छौँ है त। ल अब हामीलाई चाहिँ खेल खेल्नको लागि चाहिँ 4वटा चाहिँ समूह पर्ने हुन्छ। त्यसको लागि चाहिँ 4 जना क्याप्टेन बन्न इच्छुक जतिले चाहिँ हात उठाउ त। ल कुसुम, सुमिना, बालकृष्ण, सुजाता अगाडि आऊ त। अरू पछाडि बस, अझै पछाडि बस न। ल सुमिना ग्रुप ए भयो है त। सुमिनाको ग्रुपमा बस्न चाहने जति सुमिनाको पछाडि आऊ त। सुमिनाको पछाडि लाइन मिलेर बस्ने। त्यस्तै बालकृष्ण ग्रुप बी तिमी यता। बालकृष्णको समूहमा बस्न चाहने जति बालकृष्णको पछाडि बस। त्यसै गरी सुजाता ग्रुप सी तिमी यतापट्टि बस। सुजाताको ग्रुपमा बस्न चाहने जति यो लाइनमा बस त। ल ग्रुप डी कुसुम, कुसुमको ग्रुपमा बस्न चाहने जति यसको पछाडि बस। ल अब हाम्रो चाहिँ 4वटा समूहले चाहिँ के काम गर्ने भनेर चाहिँ पहिला थाहा पाइराख है त। अब म तिमीहरूलाई एबीसीडीको चाहिँ आफ्नो ग्रुपको चाहिँ ट्याग दिन्छु त्यो लगाउने है त। ल यो बाँडा पछाडि पछाडि देऊ त। ग्रुप ए यो पछाडि पछाडि देऊ त। एउटा आफै पनि राखेर है। यहाँ सी पऱ्यो कि परेन हेर त। ल अब कुन ग्रुपले चाहिँ के काम गर्ने भनेर चाहिँ थाहा पाउनु पर्यो नि, पऱ्यो कि परेन। अब ग्रुप ए बी सी डी ग्रुप भयो। ए बी र सी ग्रुपले चाहिँ खेल खेल्छ। अब त्यो खेलको नियम चाहिँ के खेल्छ भनेर म अहिले बताउँछु। ग्रुप डी को काम चाहिँ के हो भन्दा ग्रुप डीले चाहिँ यो एबीसीले खेलेको खेल चाहिँ मिल्यो कि मिलेन, अथवा कुन टिमले चाहिँ राम्रो गर्यो अथवा कुन टिमले चाहिँ अझ चाहिँ राम्रो गर्न सक्थ्यो, यसो गरे भए चाहिँ राम्रो हुन्थ्यो भनेर चाहिँ तिमीहरूले चाहिँ त्यहाँ हेरेर बस्नु पर्यो। मैले यसरी देखाएको कार्ड देखिन्छ नि, कार्ड यो कार्ड देखेपछि तीनवटै ग्रुपको चाहिँ अगाडि लाइन बसेकोहरू चाहिँ यो कार्ड देख्ने बित्तिकै दौडेर चाहिँ आउनु पर्यो। दौडेर आएर यो ओरिजिन बिन्दुको चाहिँ अगाडि बसिसकेपछि चाहिँ के गर्नु पर्यो भने त्यहाँबाट चाहिँ यो देखाएको बिन्दुमा गएर जो पहिला सही बिन्दुमा बस्छ त्यो समूहको चाहिँ 1 नम्बर आउँछ। त्यसपछि के गर्ने, त्यो सकिसकेपछि चाहिँ आफ्नो ग्रुपको पछाडि आएर बस्ने, बुझिन्छ। अनि सबैले चाहिँ के गर्नु पर्यो भने यो कार्ड चाहिँ राम्रोसँग हेरेर अनि जानुपर्छ। आफ्नो पालो सकेपछि आफ्नै ग्रुपको चाहिँ पछाडि जाने। त्यसपछि पछाडि गइसकेपछि फर्स्टमा आउँछ नि अर्को, हो त्यो फर्स्टको पालो आउँछ, अर्कोचोटि चाहिँ अगाडि बस्नेको पालो आउँछ। यसै गरी गर्ने यो ग्रुप डीले चाहिँ प्रत्येकको चाहिँ के भयो के हुन सक्थ्यो भनेर चाहिँ कपीमा टिपिराख्ने। अहिले पछि चाहिँ त्यो बताउनुपर्छ। कुरो बुझिन्छ। सुरुमा चाहिँ तिमीहरूलाई यो ग्राफको बारेमा चाहिँ सामान्य जानकारी यहाँ चाहिँ चौरमा हामीले चाहिँ ग्राफको एउटा मोडल बनाएका छौँ। यसमा चाहिँ एक्स एक्सिस कता छ, वाइ एक्सिस कता छ, ओरिजिन पोइन्ट चाहिँ कता छ भनेर पहिलोपटक चाहिँ म तिमीहरूलाई बुझाइदिन्छु। यही अनुसार गर्नु। र म यहाँ उभिएको ठाउँ देखिन्छ नि, यो म उभिएको ठाउँ चाहिँ के हो, ओरिजिन पोइन्ट हो। ग्राफमा चाहिँ जहिले पनि के हुन्छ, दुईवटा एक्सिसहरू हुन्छन्। यो सिधा लाइन देख्न सक्छौ, यो एक्स एक्सिस हो भने यो ठाडो लाइन चाहिँ के हो त वाइ एक्सिस हो। र एक्स एक्सिस र वाइ एक्सिस चाहिँ यो काटिएको ठाउँ भनेको म उभिएको ठाउँ चाहिँ के हुन्छ, उद्गम बिन्दु हुन्छ जहिले पनि। यो उद्गम बिन्दुबाट चाहिँ मलाई हेर्ने है, उद्गम बिन्दुबाट मेरो हात भएपट्टि चाहिँ जहिले पनि एक्स एक्सिस हुन्छ र यसको मान भनेको प्लस हुन्छ। मेरो यो हातपट्टि चाहिँ एक्स ड्यास एक्सिस भनेको एक्सको मान चाहिँ के हुन्छ यतापट्टि ऋणात्मक हुन्छ। अब त्यसै गरी यतापट्टि यो मेरो हातपट्टि वाइ एक्सिस यसको मान प्लस हुन्छ, यो हातपट्टि चाहिँ के हुन्छ वाइ ड्यास एक्सिस हुन्छ भने यसको मान चाहिँ के हुन्छ माइनस हुन्छ। अब एकैचोटि बुझ्नु पर्दा चाहिँ कसरी बुझ्ने भन्दा यो एक्स एक्सिस र वाइ एक्सिसको बिचको यो कोठा भनेको यसको मान जहिले पनि
प्लस प्लसमा हुन्छ। त्यसै गरी यो वाइ एक्सिस र एक्स ड्यास एक्सिसको बिचको कोठा के हुन्छ माइनस प्लस हुन्छ। पहिला एक्स आउँछ त्यसपछि वाइ आउँछ। त्यसै गरी यो वाइ ड्यास एक्सिस र एक्स ड्यास एक्सिसको बिचको कोठाको मान चाहिँ के हुन्छ माइनस माइनस। र त्यसै गरी यो भनेको कुन हो एक्स एक्सिस र वाइ ड्यास एक्सिसको बिचको कोठा चाहिँ के हुन्छ एक्स प्लस हुन्छ वाइ चाहिँ माइनस हुन्छ। क्लियर छ? क्लियर छ। ल अब यसो गर ग्रुप डी चाहिँ आफ्नो ठाउँमा गएर बस त। ल अब हामी यहाँ तीनवटा ग्रुप ए बी सी छौँ। तीनवटा ग्रुपले चाहिँ अब यहाँ निर्देशन राम्रोसँग सुन्ने है। मैले यो यसरी यहाँबाट एउटा निर्देशाङ्क बिन्दु देखाउँछु। यो निर्देशाङ्क हेरेर यो सुरुमा अगाडि हुने चाहिँ तीनजना चाहिँ के गर्नु पर्यो यहाँ दौडेर जताबाट पनि जान पनि पाइयो। दौडेर चाहिँ यो बिन्दुको सही बिन्दुमा चाहिँ पत्ता लगाउनु पर्यो। पत्ता लगाए पनि पहिलो पत्ता लगाउने समूहको चाहिँ के हुन्छ त 1 अङ्क आउँछ। र यसरी चाहिँ हामीले लास्टमा चाहिँ सबैको पालो सकिसकेपछि के गर्छौँ भन्दा त्यो विजेता जसको चाहिँ बढी नम्बर आउँछ त्यो समूहलाई चाहिँ के गर्छौँ विजेता समूह घोषणा गर्छौँ। कुरो बुझिन्छ? क्लियर छ? सबैजना क्लियर हो? रेडी? ग्रुप ए को मिल्यो है त? ल फेरि रेडी? यो कसैको पनि मिलेन। ल यो कसैको पनि मिलेन है। यहाँ राम्रोसँग निर्देशाङ्क हेरे जस्तो लागेन। ल रेडी? 2 3 4 5 6 1 2 3 4 सक्षम। ग्रुप सी रेडी? एको ठिक छ। रेडी? ल हामी सबैको पालो चाहिँ आइसक्यो। यो समूहमा चाहिँ हामीले खेल खेलिसक्दा ग्रुप सी 4 अङ्क सहित प्रथम ग्रुप सी भयो। ग्रुप ए को चाहिँ 3 नम्बर छ भने ग्रुप बी को चाहिँ 1 नम्बर मात्रै आएको छ। ग्रुप डी ले चाहिँ अब यो तीनवटा समूहले चाहिँ निर्देशाङ्क बिन्दुहरू पत्ता लगाउँदा चाहिँ कुन ग्रुपले चाहिँ राम्रो गर्यो कुन ग्रुपले चाहिँ नराम्रो गर्यो अथवा कसले चाहिँ के चाहिँ सुधार गरेको भए अझ राम्रो हुन्थ्यो भनेर सल्लाह सुझाव तिम्रो ग्रुपले चाहिँ के कुरा चाहिँ पत्ता लगाएको छौ त्यो चाहिँ क्याप्टेनले आशिका घिमिरेले चाहिँ यो तीनवटै समूहलाई चाहिँ एकपुष्ट रूपमा चाहिँ बताइदेऊ त। गएको छ यसो 1-2 जना अनि त्यो नि हो। अनि अर्को चाहिँ छिटो छिटो गएर बसिहाल्ने के त्यो राम्रो भयो। तर कोही चाहिँ यसो गरेछ कि निर्देशन देखाएको भन्दा त्यो नहेरिकन उताउता अरू नै हेरेर हिँडेको जस्तो नि यसो पाइएछु। अनि त्योलाई चाहिँ अलिकति सुधार भए राम्रो हुन्थ्यो। अनि यो बी भन्ने ग्रुप चाहिँ एकदम उ छ अलिकति राम्रो गरेको भए राम्रो हुन्थ्यो। उसले चाहिँ त्यो निर्देशनमा नहेरिकन साथी कता जान्छ त्यो गएको देखेको छु मैले। कोठामा मात्र बसेको छ बिन्दुमा गएर बस्ने हो। यो अलिकति सुधार भए राम्रो हुन्थ्यो। अब मैले चाहिँ यो डोरी लिएर आएको छ देख्यौ नि। अब यो डोरीको काम चाहिँ के हो भन्दा म चाहिँ ग्रुप डी लाई चान्स दिन्छु। अब होइन हामीले ग्रुप एबीसीले चाहिँ कम्पिटिसन गऱ्यौँ। डी लाई चाहिँ यो तीनवटा चाहिँ बिन्दुहरू चाहिँ यो मैले तोकेको व्यक्तिहरू आएर चाहिँ यो बिन्दुमा चाहिँ बस्ने र ती बिन्दुहरू चाहिँ क्रमैसँग जोड्दै जाँदाखेरि चाहिँ कस्तो आकृति बन्छ भनेर पनि हामी हेर्छौँ। ल यहाँबाट आशिका कुसुम स्वस्तिका र त्यो बिन्दुमा गएर बस्छ त कपी राख्छ स्वस्तिका भने। ल साथीहरू बसेको एबीसी ठिक छ होइन त? ठिक छ भने अब हामी के गर्छौँ भने यो तीनवटै बिन्दुहरूलाई चाहिँ क्रमैसँग डोरीले चाहिँ के गर्छौँ त जोड्दै जान्छौँ।
आशिका -4,3, स्वस्तिका 2,4, उमा कति हो 2,-4 र उमा पछि त्यो डोरी टाइप गर्न उमा पछि फेरि हामी कहाँ जान्छौँ एमा जान्छौँ ल हेर त यो कस्तो आकृति देखिएको छ ट्रायंगल त्रिभुज आकारमा छ हो यसै गरी हामीले चाहिँ अर्को 4वटा बिन्दुहरू निर्देशाङ्कहरू लिएर पनि अर्को आकृति पनि बनाउन सक्छौँ 4वटाबाट चाहिँ के बन्छ होला त चतुर्भुज चतुर्भुज भनेको यदि म चाहिँ यहाँ बस्ने हो भने यो बिन्दुमा चाहिँ बस्यो भने म अर्को कस्तो आकृति बन्छ चतुर्भुजको आकृति भनेको यसरी चाहिँ हामीले चाहिँ बिन्दुहरूलाई चाहिँ एक आपसमा जोडेर पनि के गर्न सक्छौँ त विभिन्न आकृतिहरू बनाउन सक्छौँ बुझिन्छ बुझिन्छ ल तिमीहरू आफ्नो ठाउँमा गएर बस ल अब हामी के गर्छौँ भने अब हामी चाहिँ यहाँ सिक्यौँ हामीले ग्राफमा चाहिँ खेलको माध्यमबाट चाहिँ निर्देशाङ्क बिन्दुहरू पत्ता लगाउने र तिनीहरूलाई चाहिँ प्रतिस्थापन गर्ने साथै अर्को के पनि सिक्यौँ ती बिन्दुहरू चाहिँ क्रमैसँग जोडेर चाहिँ के गर्ने त त्यसको चाहिँ त्यसबाट बन्ने आकृतिहरू पनि पत्ता लगाउन के गर्छौँ त सिक्यौँ भने अब हामी क्लासमा गएर चाहिँ के गर्छौँ त यही समूहमा हामी यो ABCD चाहिँ यही समूहमा चाहिँ त्यहाँ क्लासमा गएर बस्छौँ र चाहिँ ग्राफ पेपर पेन्सिल मार्करहरूको सहायताले चाहिँ क्लासमा बनाउँछौँ ठिक छ ल पालै पालो क्लासमा जाउँ त ग्रुप A बाट अब हामीले चाहिँ चौरमा चाहिँ खेल खेल्यौँ हो के खेल खेल्यौँ लेखाचित्रमा चाहिँ निर्देशाङ्कहरूको के गर्यौँ पहिचान र प्रतिस्थापन चाहिँ हामीले के गर्यौँ त त्यो चाहिँ खेल माध्यमबाट चाहिँ सिक्यौँ हो अब सबैजनालाई प्रश्न भयो नि अब प्रश्न भयो भने अब हामी यहाँ काम गर्छौँ काम गर्नुभन्दा पहिला चाहिँ अब के गर्छौँ भने हामीले चौरमा चाहिँ ग्रुप विभाजन गरेका छ नि त्यही ग्रुप अनुसार चाहिँ बसौँ त यसमा ग्रुप A ग्रुप B ग्रुप C ग्रुप D यसमा ग्रुप A यसमा ग्रुप A ग्रुप B ग्रुप C ग्रुप D ल म एउटा ग्रुपलाई चाहिँ सुरुमा यो 3वटा ग्राफ पेपर दिन्छु एउटा जोडीले मैले दिएको एउटा बिन्दु चाहिँ के गर्ने यसमा प्रतिस्थापन गर्ने त्यसपछि हामी के गर्छौँ म ठुलो एउटा ग्राफ पेपर दिन्छु त्यसमा चाहिँ ती एउटा समूहमा परेको 3वटा निर्देशाङ्क पर्छ एउटा समूहमा ती 3वटा निर्देशाङ्कहरूलाई ठुलो ग्राफ पेपरमा पहिला एक्स एक्सिस बनाउने वाइ एक्सिस बनाउने उद्गम बिन्दु त्यहाँ राख्ने अनि यहाँ यसै गरी मान्नु पनि पर्छ हामीले यहाँ मानेको छ नि यसै गरी चाहिँ बराबर एउटा कोठा बराबर 1 गरेर चाहिँ अनि ती तीनैवटा बिन्दुहरूलाई चाहिँ प्रतिस्थापन गरेर क्रमैसँग ABC लेख्ने र ती बिन्दुहरूलाई क्रमैसँग अब पेन्सिलले A र B स्केलको मद्दतले A र B र C र C र D C र A तिर चाहिँ यसरी क्रमैसँग जोड्ने बुझिन्छ नि र पहिला यो ग्राफ पेपर लेख त एउटा बेन्चलाई 3वटा है यहाँ 3वटा जोडीमा गर्ने है त यहाँ 3वटा ल मैले पेन्सिल पनि दिन्छु एक-एकवटा एउटा ग्रुपलाई एउटा है पेन्सिल एउटा ग्रुपलाई एउटा ग्रुपलाई एउटा पहिला यो दिने बेला नि भनौँ न सबैजनाले ग्राफ पायौँ है अब म प्रत्येक समूहलाई यो 3वटा चाहिँ निर्देशाङ्कहरू दिन्छु यो निर्देशाङ्कहरू चाहिँ जोडीले एउटा निर्देशाङ्क चाहिँ त्यसमा पहिचान र प्रतिस्थापन गर्ने यो ग्रुपलाई 3वटा यो ग्रुपलाई 3वटा प्रत्येक ग्रुपमा चाहिँ जोडीले एक-एकवटा है र यो ग्रुपलाई चाहिँ यो 3वटा समूहमा छलफल गर्दै है साथीहरू बिच चाहिँ छलफल गर्दै लेखौँ
त्यसको काम फेरि आउँछ सबैको आफ्नो ग्रुपको सकियो अब सकियो भने अब के गर भने त्यो सबै चाहिँ एकै ठाउँमा जम्मा पारेर त्यो ग्रुपमा चाहिँ जोडीहरुकोले गरे मिल्या छ कि छैन चेक गर त सबै एकै ठाउँमा राखेर साथीहरु बीच छलफल गर त ग्रुपमा सबैको मिल्या छ अब के गरौँ भन्दा म तिमीहरुलाई ठुलो ग्राफ पेपर दिन्छु है यहाँ मसँग चाहिँ के छ यहाँ ठुलो ग्राफ पेपर छ त्यसमा चाहिँ स्केल र पेन्सिलले चाहिँ एक्स एक्सिस वाइ एक्सिसहरु तानेर चाहिँ के गर्नु पर्यो भन्दा त्यो सबै तिमीहरुसँग भएको तीनवटा चाहिँ निर्देशाङ्कहरु छ नि त्यो निर्देशाङ्कलाई चाहिँ पहिचान गर्नु पर्यो र त्यसलाई चाहिँ के गर्ने प्रतिस्थापन गर्ने र क्रमैसँग एबीसी लेख्ने पहिलो पहिचान गरेलाई ए दोस्रोलाई बी र तेस्रोलाई सी लेखेर पहिला ए र बी जोड्ने त्यसपछि बी र सी र त्यसपछि के गर्ने सी र ए लाई चाहिँ स्केलले चाहिँ तानेर जोड्दिने बुझिन्छ नि बुझिन्छ है अनि त्यो पेन्सिलमाथि चाहिँ मार्कर दिन्छु म मार्करले मोटो टाढैबाट चाहिँ के गर्नुपर्छ देखिने गरी धर्का तान्ने कहाँबाट तान्ने यहाँ सिधा भयो पेन यसरी मार्करलाई नै जोडा सबैले आफ्नो ग्रुपमा परेको सकियो तीनवटै निर्देशाङ्कहरु प्रतिस्थापन गरे हो अब गरे हो भने ग्रुप लिडरलाई चाहिँ अर्को साथीले चाहिँ सहयोग गरेर ग्रुप ए ले यो व्हाइट बोर्डमा टाँस ग्रुप बी ले चाहिँ यो भित्तामा ग्रुप सी ले त्यहाँ ग्रुप डी ले त्यहाँ टाँसेर त्यो ग्रुपको ग्रुप लिडर चाहिँ त्यो सँगै आफूले टाँसेको समूहमै त्यही मुनि बसिराख नजाने के सदा यतिकै सदा यो कसरी हो यो है -4 है 1 2 3 4 1 2 3 4 भयो अनि बी को गर्न अब निर्देशाङ्कहरु पत्ता लगाउन र त्यसलाई प्रतिस्थापन गर्न समस्या छ त छैन है छैन भने अब हामीले यो पढेको हामीले निर्देशाङ्क पढ्यौं हो अब यो हामीले पढेको निर्देशाङ्क चाहिँ हाम्रो जीवनमा चाहिँ कहाँ लागु हुन्छ त हामीले त्यो पनि थाहा पाउनु पर्यो नि पढेको कुरो त जीवनमा लागु हुनु पर्यो यो चाहिँ अब हाम्रो चाहिँ कहाँ लागु हुन्छ भनेको जस्तै यो दुईवटा बिन्दु बीचको दूरी पत्ता लगाउन पनि यो निर्देशाङ्क लेखाचित्रको प्रयोग गरिन्छ ट्राफिकहरुले चाहिँ संकेत गर्न दिशा संकेत गर्न पनि यो निर्देशाङ्ककै प्रयोग गरिन्छ अझ हायर लेभलमा भनेको माथि पुगिसकेपछि चाहिँ यो इन्जिनियरिङहरुमा पनि यो लेखाचित्रको चाहिँ बढी प्रयोग हुन्छ ल भोलिको लागि होमवर्क है होमवर्क चाहिँ म 4 वटा निर्देशाङ्क बिन्दुहरु दिन्छु त्यसलाई के गर्ने पहिचान र प्रतिस्थापन गर्ने ग्राफ पेपरमा प्रतिस्थापन गरेपछि एबीसीडी लेखेर तिनीहरुलाई जोडेर चाहिँ कस्तो आकृति बन्छ लेखेर आउने हुन्छ यो 4 वटा बिन्दुहरुलाई चाहिँ के गर्नु पर्यो त ग्राफ पेपरमा चाहिँ पहिचान गरेर प्रतिस्थापन गर्ने। आजको क्लास यति नै। थ्यांक यू क्लास।